मैले तपाईँहरू समक्ष मर्यादा प्रणालीको बारेमा जानकारी लिएर उपस्थित भएको छु। मर्यादा प्रणालीको बारेमा चर्चा गर्नुभन्दा अगाडि मर्यादा भनेको के हो भन्ने छोटोमा चर्चा गर्न उपयुक्त हुन्छ। कुनै पनि कुराको कति हदसम्म जाने, त्यसको सीमा के हो, केसम्म गर्न सकिन्छ भन्ने कुरा मर्यादाले जनाउँछ। जस्तै हामी सामान्य बोलीचालीको भाषामा तिमीले मर्यादा उल्लङ्घन गर्यौ भन्छौँ। त्यो भनेको एउटा सीमा निर्धारण गरिएको थियो, त्यो विषय तिमीले नाघ्यौ, त्यो सीमा तिमीले नाघ्यौ भन्न खोजेको हो हामीले। यसरी सीमा, हद अथवा कुनै कुराको टुङ्गो निर्धारण गरिएको विषय मर्यादाले जनाउँदो रहेछ। त्यस्तै परम्परागत रीतिथिति, चालचलनका विषयहरू पनि मर्यादाभित्र पर्ने रहेछन्। मान्छे कति नैतिक रूपले बाँधिएको हुन्छ, नैतिक बन्धनमा बसेको हुन्छ, त्यो मर्यादाभित्र पर्दो रहेछ। त्यस सँगसँगै प्रचलित नियम, व्यावहारिक प्रणालीहरू पनि मर्यादाका विषय हुने रहेछन्। यस साथै इज्जत, प्रतिष्ठा, मान भन्ने विषय पनि मर्यादाभित्र पर्दो रहेछ। कसको इज्जत कति छ, कसको प्रतिष्ठा कति छ, कति मान छ भन्ने कुरा उसले कति मर्यादा पाएको छ भन्ने जोडिन्छ। यसकारण हामीले मर्यादालाई बुझ्ने हो भने मान्छेले पाएको इज्जत, प्रतिष्ठाको कुरा, मानको कुरा अथवा उसले के गर्न हुन्छ, कुन हदसम्म जान हुन्छ भन्ने निर्धारण गरेको सीमाको कुरा, हदको कुरा, यी कुराहरू मर्यादाभित्र पर्दो रहेछन्। अब मर्यादाको यो छोटो जानकारीपछि मर्यादा प्रणालीभित्र चाहिँ के पर्छन्, मर्यादा प्रणालीले कसरी बुझ्ने भन्नेमा चर्चा गरौँ। मर्यादा प्रणाली भन्ने बित्तिकै यो एउटा प्रणाली हो। कुनै एउटा सङ्गठनमा पद अथवा दर्जाहरू निर्धारण गरिएको हुन्छ। त्यसरी निर्धारण गरिएको पद वा दर्जाहरूलाई हासिल हुने इज्जत हुनसक्छ, सम्मान हुनसक्छ, प्रतिष्ठा हुनसक्छ, तिनीहरू चाहिँ सङ्गठनात्मक मर्यादा हुन्। सङ्गठन भन्ने बित्तिकै त्यहाँ विभिन्न किसिमका कामहरू गर्नका लागि पद र दर्जा सिर्जना गरिएका हुन्छन्। ती पद र दर्जाहरूले गर्ने कामहरू फरक फरक हुन्छन्। ती फरक फरक काम गर्ने पद र दर्जाहरूका लागि एउटा इज्जत दिएको हुन्छ, सम्मान दिएको हुन्छ, प्रतिष्ठा दिएको हुन्छ। त्यो कुरा चाहिँ सङ्गठनभित्रको मर्यादाको विषय भयो। त्यस्तो सम्मान, इज्जत, प्रतिष्ठा वा प्रभावमा भिन्नता चाहिँ पद सोपानमा आधारित रहेको हुन्छ। पद सोपान भन्ने बित्तिकै कुनै एउटा पदभन्दा माथि अर्को पद, त्योभन्दा माथि अर्को पद, यसरी भर्याङ जस्तै रहेको हुन्छ। ती फरक फरक पद अथवा दर्जाहरूको मर्यादा फरक फरक हुन्छ। सङ्गठनले सम्पादन गर्नुपर्ने कार्यहरूका आधारमा विभिन्न पद वा दर्जाहरू सिर्जना गरिएका हुन्छन्। तिनीहरूको आधारमा गरिने व्यवहार मर्यादा प्रणाली हो। अब एउटा सिस्टमको कुरा आयो। त्यो कुनै एउटा पदले मात्रै नभएर यस्ता थुप्रै पदहरू नै भए, थुप्रै दर्जाहरू नै भए, ती फरक फरक पद र दर्जाहरूलाई गरिने व्यवहार, तिनीहरूले कुन सीमासम्म व्यवहार गर्नुहुन्छ, तिनीहरूलाई हामीले कसरी व्यवहार गर्ने भन्ने समग्रता चाहिँ मर्यादा प्रणाली हो। सङ्गठनमा पद वा दर्जालाई जिम्मेवारी र उत्तरदायित्व सुम्पिएको हुन्छ। तिमीले यो काम गर्ने, यो काम गरे बापतको तिमीले जवाफ यस्तो दिने भन्ने निर्धारण गरिएको हुन्छ। त्यसरी निर्धारण गरिएको विषय, त्यस्तो कुराहरू पालना भयो भएन, त्यो अनुसार गर्यो गरेन भन्ने एउटा सीमा बाँध्ने कार्य पनि हुन्छ। यो मर्यादा प्रणाली हो। कुनै पद वा दर्जालाई जिम्मेवारी र उत्तरदायित्व दिइसकेपछि त्यो अनुसार उसले काम गरेको छ कि छैन भन्ने हेर्ने एउटा आधार मर्यादा प्रणाली हो। सङ्गठनभित्र रहेका विभिन्न पद वा तहका कर्मचारी बिचको अन्तर सम्बन्ध निर्धारण गर्ने काम गर्छ। अघि पद सोपानको कुरा गरियो। पद सोपान भन्ने बित्तिकै विभिन्न पदहरू एकदेखि अर्को क्रमबद्ध रूपमा भर्याङ जस्तै गरी बसेका हुन्छन्। अब तिनीहरू बिचको सम्बन्ध के हुने भन्ने कुरा, त्यसको आत्मा दिने काम चाहिँ यो मर्यादा प्रणालीले गर्छ। कुनै एउटा पद माथि होला, कुनै एउटा पद तल होला। अब तिनीहरू बिचको सम्बन्ध कसरी निर्धारण गर्ने भन्ने कुरा मर्यादा प्रणालीले निर्धारण गर्छ। सङ्गठनको संरचनाअनुसार मर्यादा निर्धारण गरिएको हुन्छ। कुनै सङ्गठनको संरचना पद सोपानमा आधारित होला, अर्को कुनै सङ्गठनको संरचना फरक किसिमको होला। त्यस्तो अवस्थामा मर्यादाहरू कसरी निर्धारण गर्ने भन्ने त्यो सङ्गठनको संरचनामा निर्भर हुन्छ। पद सोपानमा आधारित भयो, हायरार्कीमा भयो भने तलदेखि माथि हुँदै जाँदा त्यो अनुसार मर्यादा फरक होला। त्यो नभएर कुनै सङ्गठन संरचना गोलो आकारको भए, सबै समान प्रकृतिका भए सबैको मर्यादा समान भयो होला।
यसरी सङ्गठन संरचना कस्तो छ त्यो अनुसार मर्यादा पनि निर्धारण गरिएको हुन्छ। मर्यादा प्रणालीको प्रभाव सङ्गठनको कार्य सम्पादनमा परेको हुन्छ। कुनै पनि सङ्गठन कति मर्यादित रूपमा रहेको छ, त्यहाँका काम गर्ने मान्छेहरू कति मर्यादामा बसेका छन्, त्यस अनुसार सङ्गठनको कार्य सम्पादन निर्धारण भइरहेको हुन्छ। सार्वजनिक प्रशासनमा यो औपचारिक रूपमा तय गरिएको हुन्छ। व्यक्तिको क्षमता विशेषताले भन्दा सङ्गठनमा भएको पद वा दर्जाले मर्यादा निर्धारण गरिन्छ। विशेष गरेर सङ्गठनात्मक मर्यादा प्रणालीको कुरा गर्नु पर्दा त्यहाँ व्यक्तिको क्षमताले केही न केही फरक त पारेको हुनसक्छ, तर पनि पद वा दर्जा महत्त्वपूर्ण कुरा हो। माथिल्लो पद वा दर्जामा भएको व्यक्तिको मर्यादा माथि नै रहेको हुन्छ, त्यो अनुसार फरक रहेको हुन्छ। यसरी पद वा दर्जाले सङ्गठनमा मर्यादा निर्धारण गरेको हुन्छ। मर्यादा उल्लङ्घन हुँदा अनुशासनहीन ठहरिनुका साथै द्वन्द्व निम्तिन सक्छ। औपचारिक पदीय सोपान बाहेक सङ्गठनात्मक मूल्य, मान्यता, संस्कृतिले पनि मर्यादा निर्धारण गरिरहेको हुन्छ। यो मर्यादा प्रणालीको विषय भयो। अब हामीले सामान्य रूपमा मर्यादा प्रणालीलाई बुझ्दै जाँदा अझ स्पष्ट यो नेपालमा निर्धारण गरिएको मर्यादा क्रमलाई हेरेर हामी अझ स्पष्ट हुन सक्छौँ। जस्तै नेपालमा निर्धारण गरिएको मर्यादा क्रममा सबैभन्दा माथि राष्ट्रपति, त्यसपछि उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, पूर्व राष्ट्रपति, उप प्रधानमन्त्री, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्री परिषदका अध्यक्षहरू, प्रदेश प्रमुख, नेपाल सरकारका मन्त्री, प्रदेश मुख्यमन्त्री, प्रतिनिधि सभाका विपक्षी दलका नेता, यसरी एउटा मर्यादा क्रम निर्धारण गरिएको छ। अब बेला बेला हामी सुन्ने गर्छौँ कुनै अमुक पदको व्यक्तिले मर्यादा उल्लङ्घन गर्यो, आफ्नो मर्यादाभित्र रहेन भन्छौँ। त्यो किन भन्दा यसरी एउटा मर्यादा क्रम निर्धारण गरिएको छ। अर्को, यो मर्यादा क्रम अनुसार यी प्रत्येक पदमा रहने व्यक्तिहरूले गर्ने व्यवहार, एक अर्का बीच गर्ने व्यवहार पनि निर्धारण गरिएको हुन्छ। जस्तो हामी कहिल्यै पनि राष्ट्रपति, प्रधानमन्त्री कहाँ कुनै कुरा रिपोर्टिङ गर्न अथवा कुनै कुरा सोध्न जानुभयो भन्ने हामी सुन्दैनौँ। किनभने राष्ट्रपति सबैभन्दा माथि मर्यादा क्रममा हुनुहुन्छ। जहिल्यै पनि प्रधानमन्त्री आफ्नो कुरा राख्न, कुनै विषयको बारेमा जानकारी दिन, कुनै विषयमा छलफल गर्न प्रधानमन्त्री नै राष्ट्रपति कहाँ जानुहुन्छ। किनभने यो मर्यादा क्रममा राष्ट्रपतिभन्दा प्रधानमन्त्री तल हुनुहुन्छ। यसरी यो मर्यादा क्रमलाई हेर्ने हो भने यी मर्यादामा रहने व्यक्तिहरूले आफ्नो सीमाभित्र रहेर विभिन्न काम गरिरहेका हुन्छन्। सँगसँगै एउटा मर्यादामा रहेको व्यक्तिले अर्को मर्यादामा रहेको व्यक्तिसँग कसरी व्यवहार गर्ने भन्ने कुराहरू पनि यसले निर्धारण गर्दो रहेछ। यो मर्यादा क्रमबाट हामी त्यो जानकारी पाउन सक्छौँ। अब सङ्घीय निजामती सेवाको मर्यादा प्रणालीको कुरा गर्ने हो भने अघि पद सोपानको बारेमा कुरा गरियो। पद सोपानलाई हेर्ने हो भने हाम्रो निजामती सेवामा यस्तो हुँदो रहेछ। विशिष्ट श्रेणीमा मुख्य सचिव र सचिव, राजपत्राङ्कित प्रथम श्रेणीमा सहसचिव, राजपत्राङ्कित द्वितीय श्रेणीमा उपसचिव, शाखा अधिकृत नायब सुब्बा, खरिदार, त्यसपछि तृतीय, चतुर्थ, पाँचौँ र श्रेणीविहीन। यसरी यो एउटा पद सोपान हो। यो पद सोपान अनुसार फरक फरक पद, फरक फरक दर्जाहरूको मर्यादा पनि फरक फरक रहेको छ। उनीहरूले गर्ने काम, कर्तव्य, अधिकारहरू फरक रहेका छन्। उनीहरूले त्यसको सीमाभित्र रहेर काम गर्न पर्ने यस्ता कुराहरू निर्धारण गरिएको छ। अब हाम्रो सङ्गठनभित्रको हेर्ने हो भने मन्त्रालय स्तरमा सबैभन्दा माथि मन्त्री, त्यसपछि राज्य मन्त्री, सहायक मन्त्री, सचिव, सहसचिवहरू अथवा महाशाखा प्रमुखहरू, सहसचिवहरू, विभागीय वा कार्यालय प्रमुखहरू, उपसचिव, अन्य कर्मचारी, यसरी एउटा पद सोपान निर्धारण गरिएको छ। यही अनुसार मर्यादा क्रम पनि रहेको हुन्छ। कार्यालय तहमा हेर्ने भने कार्यालय प्रमुख हुने भयो, सहायक कार्यालय प्रमुख भएको ठाउँमा सहायक कार्यालय प्रमुख हुने भयो, शाखा प्रमुखहरू हुने भए, त्यसपछि अन्य कर्मचारीहरू। यसरी कार्यालय स्तरमा हेर्दा यस्तो मर्यादा क्रम हुँदो रहेछ। अब मर्यादा प्रणाली, मर्यादा क्रमहरूलाई यसरी नजिकबाट हेरिसकेपछि यो मर्यादा प्रणालीको उद्देश्य चाहिँ के हो त भन्ने बारेमा चर्चा गरौँ। मर्यादा प्रणालीको उद्देश्यको बारेमा चर्चा गर्दा सबैभन्दा पहिला यसले सङ्गठनको कामलाई प्रणालीबद्ध बनाउने काम गर्छ।
अघि हामीले पद सोपानहरू हेऱ्यौँ, विभिन्न पदहरू कुनै एउटा सङ्गठनभित्र पनि फरक फरक पद, फरक फरक तहहरू रहेका हुन्छन्। अब तिनीहरूको कामलाई प्रणालीबद्ध बनाउने काम चाहिँ मर्यादा प्रणालीले गर्छ। त्यस्तै कार्य विभाजनलाई यसले प्रभावकारी बनाउँछ। कामहरू बाँडफाँड गरिएको हुन्छ, तर त्यो कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि चाहिँ मर्यादा प्रणालीले काम गर्छ। काम बाँडफाँड गर्दैमा त्यो सम्पन्न हुन्छ भन्ने हुँदैन, त्यो प्रभावकारी रूपमा हुन्छ भन्ने पनि हुँदैन। अब त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि मर्यादाले काम गर्ने भयो। सम्मान प्रतिष्ठाको माध्यमबाट उत्प्रेरणा र मनोबल कायम गर्छ। अघि पद सोपानमा हेर्दा माथिल्लो पदमा हुनेको मर्यादा तलको हुने मर्यादा फरक फरक हो भने जब मान्छे पद सोपानमा माथि हुँदै जान्छ, माथिल्लो पदमा पुग्छ, उसलाई त्यो पदमा पुग्ने एउटा छुट्टै उत्प्रेरणा होला, त्यहाँ पुगिसकेपछि उसको मनोबल फरक होला। यसरी सम्मान प्रतिष्ठा हासिल गरेपछि त्यो हासिल गर्नका लागि उसले छुट्टै मेहनत गर्छ होला। यसरी मर्यादा प्रणालीले काम गर्न मान्छेलाई प्रेरित गर्छ, साङ्गठनिक संस्कृति निर्माण गर्छ। कुनै पनि सङ्गठनमा एक अर्का बिचको अन्तर सम्बन्ध कस्तो छ, त्यहाँभित्रको व्यवहार के छ भन्ने कुरा यो मर्यादा प्रणालीले निर्धारण गर्छ। सङ्गठनमा औपचारिक सम्बन्ध स्थापित गर्ने काम गर्छ। एक अर्का बिचको अनौपचारिक सम्बन्धलाई छुट्याएर पद र दर्जाका आधारमा अब सम्बन्ध स्थापित हुने भयो, त्यो भनेको औपचारिक सम्बन्ध हो। सङ्गठनमा आपसी सद्भाव विश्वास सिर्जना गर्न यसले मद्दत पुर्याउँछ। सँगसँगै सकारात्मक वातावरण चाहिँ तयार गर्ने काम मर्यादा प्रणालीले गर्छ। अब यसको महत्त्वको बारेमा छलफल गर्न पर्दा कार्य सम्पादनको लागि उत्प्रेरणा दिन्छ यसले। यसले छुट्टै किसिमको पहिचान दिलाउँछ सङ्गठनलाई पनि, सङ्गठनभित्रको पद वा दर्जाहरूलाई पनि। त्यसपछि प्रतिष्ठा हासिल हुन्छ। जस्तै हामी सचिव बन्छौँ, मुख्य सचिव बन्छौँ, त्यो भनेको प्रतिष्ठाको विषय भयो होइन। यसले प्रतिष्ठा हासिल हुने भयो। सङ्गठनमा सम्बन्ध सुदृढ बनाइ स्थिरता प्रदान गर्छ। त्यहाँभित्रको जुन पदहरूको बाँडफाँड हुन्छ, कामको बाँडफाँड हुन्छ, ती सबैलाई जोडेर बलियोसँग राख्ने काम यो मर्यादा प्रणालीले गरेको हुन्छ। यसले सङ्गठनमा स्थिरता प्रदान गर्छ, सङ्गठनमा औपचारिक सम्बन्ध स्थापित गर्छ, सङ्गठनमा सञ्चार सूचनाको प्रवाह र तरिका सुनिश्चित गर्छ। कसले कसलाई रिपोर्टिङ गर्ने तरिका के हो भन्ने कुराहरू निर्धारण भएका हुन्छन्। यसले गर्दा प्रभावकारी सञ्चार हुन्छ। कार्य सम्पादनको सन्दर्भमा निर्देशन, सुपरिवेक्षण, नियन्त्रण कायम गर्न मद्दत पुर्याउँछ। कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुर्याउँछ। सङ्गठनात्मक कार्य संस्कृतिलाई प्रभावकारी बनाउँछ र मर्यादित व्यवहारले उत्पादकत्व र सहकार्यमा वृद्धि ल्याउँछ। जब कुनै एउटा सङ्गठनमा भएका कर्मचारी अथवा कामदारहरू एक अर्काप्रति मर्यादित व्यवहार गर्छन्, त्यस्तो अवस्थामा सहकार्य गर्न सहज हुन्छ। जब कर्मचारी वा कामदारहरू सहकार्य गर्न सक्षम हुन्छन्, त्यति बेला उनीहरूको उत्पादकत्व पनि बढ्न जान्छ। यसकारण मर्यादा प्रणालीले उत्पादकत्व र सहकार्यमा पनि वृद्धि ल्याउँछ। अब निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली 2065मा पदीय मर्यादा कायम राख्नुपर्ने भन्ने कानुनी व्यवस्था रहेको छ। स्पष्ट रूपमा मर्यादासँग सम्बन्धित भएर व्यवस्था भएको कानुनी व्यवस्था यो हो। निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली 2065को दफा 3मा के व्यवस्था गरिएको छ भने, निजामती कर्मचारीले पदीय जिम्मेवारी पालना गर्दा सदैव राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राखी प्रचलित कानुनको अधीनमा रही गर्नुपर्ने भन्ने छ। निजामती कर्मचारीले नेपाल राष्ट्र तथा सरकारप्रति वफादार रही आफ्नो सेवाको मर्यादा र गरिमामा आँच पुग्ने गरी काम गर्न नहुने भन्ने व्यवस्था छ। निजामती कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक तथा अरूको अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नुपर्ने। निजामती कर्मचारीले आफ्नो पद अनुरूपको जिम्मेवारी तदारुकताका साथ पालना गर्नुपर्ने। निजामती कर्मचारीका लागि व्यवस्था भएका आचरणहरूको पालना गर्नुपर्ने। यी कुराहरू दफा 3मा उल्लेख गरिएका छन्। अब यसबाहेक मर्यादाको बारेमा स्पष्ट रूपमा नभनिए तापनि मर्यादासँग सम्बन्धित केही कानुनी व्यवस्थाहरू रहेका छन्। जस्तै
निजामती सेवा ऐन 2049 मा निजामती कर्मचारीहरूले पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ। आचरणहरूको पालना भनेको मर्यादासँग सम्बन्धित हुन्छ। आचरणहरूको उल्लङ्घन हुँदा अमर्यादित व्यवहार हुन्छ। त्यस्तै सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 मन्त्री, मुख्य सचिव, सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखको जिम्मेवारीको व्यवस्था गरिएको छ। त्यो जिम्मेवारीको पालना गर्नु, जुन तोकिएको जिम्मेवारी छ त्यो अनुरूप कार्य सम्पादन गर्नु मर्यादित व्यवहार हो। त्यो आफ्नो मर्यादाभित्रको कुरा हो। तर जब त्यो तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर आफ्नो जिम्मेवारीमा भएको काम नगर्नु अथवा जिम्मेवारीभित्र जिम्मेवारीमा नभएकै काम गर्नु, यो भनेको मर्यादाभन्दा बाहिरको विषय भयो। त्यस्तै सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2065 मुख्य सचिव, सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखको काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। यो काम कर्तव्य र अधिकारभित्र रहेर काम गर्नुपर्ने मर्यादाको लागि आवश्यक छ। त्यो पदीय मर्यादाको विषय भयो। अब यसबाहेक मर्यादा प्रणालीको बारेमा छलफल गर्दा नेपालमा के कस्ता समस्याहरू रहेका छन् भनेर हेर्ने हो भने मर्यादा प्रणाली औपचारिकतामा सीमित हुँदै गएको। यो पद र दर्जाअनुसारको मर्यादाको कुरा त हामीले गऱ्यौँ, तर त्यो औपचारिकतामा मात्रै सीमित हुँदै गइरहेको छ। निर्णय प्रक्रियामा पदीय मर्यादा ख्याल गर्ने नगरिएको। कहिलेकाहीँ माथिल्लो पदले तल्लो पदले गर्नुपर्ने काम पनि गरिदिने, कहिलेकाहीँ आफूलाई दिएको सुम्पिएको काम नगरेर माथितिर पन्छाउने, यस्तो किसिमको प्रवृत्ति देखा पर्दै गइरहेको छ। यो भनेको आफ्नो पदको मर्यादा ख्याल नगरिएको विषय भयो। अनौपचारिक सम्बन्धले मर्यादा प्रणाली प्रभावित हुने गरेको। पद र दर्जाअनुसारको मर्यादा नभएर विभिन्न किसिमका व्यक्तिका क्षमता होला, फरक किसिमका सम्बन्ध होला, त्यसले गर्दा पदीय मर्यादा उल्लङ्घन हुन गइरहेको अवस्था देखिन्छ। ट्रेड युनियनहरूबाट मर्यादा प्रणाली उल्लङ्घन हुने गरेको। ट्रेड युनियन अधिकार निजामती सेवा ऐनले स्पष्ट रूपले दिएको छ। त्यो अधिकारको प्रयोग गर्दा कहिलेकाहीँ फरक पद र दर्जाले गर्नुपर्ने निर्णयहरूमा हस्तक्षेप हुने गरेको कुराहरू बाहिर आइरहेका छन्। त्यो भनेको मर्यादा प्रणालीको उल्लङ्घन हो। एउटा पद र दर्जामा रहेर गर्नुपर्ने काम कर्तव्य अधिकार जुन कानुनले तोकिदिएको छ त्योभन्दा बाहिर गएर फरक ढङ्गले फरक अभ्यास गर्नाले यो मर्यादा प्रणाली उल्लङ्घन हुन गइरहेको छ। कार्य सम्पादनमा अदृश्य प्रभावहरू पर्ने गरेको। एउटा जुन ढङ्गले काम सम्पादन गर्नुपर्ने थियो त्यो नभएर फरक फरक किसिमका अदृश्य तत्त्वहरूले कार्य सम्पादनमा प्रभाव पार्ने। सामान्य भाषामा हामी भनसुनका कुरा गर्छौँ, शक्ति प्रयोग गर्ने कुराहरू सुन्छौँ। त्यो भनेका अदृश्य तत्त्वहरू जसले चाहिँ कार्य सम्पादनमा प्रभाव पारिरहेका छन्। पद वा दर्जाअनुसारको अधिकारको प्रयोग गर्नमा कठिनाइ हुने गरेको। तल्लो तह वा दर्जालाई कम मर्यादित व्यवहार गरिने गरेको गुनासो आउने गरेको। सेवाग्राहीप्रति मर्यादित व्यवहार हुन नसकेको पनि गुनासो आउने गरेको छ। यी मर्यादासँग सम्बन्धित नेपालमा देखा परिरहेका समस्याहरू हुन्। अब यिनीहरूको समाधानको विषयमा छलफल गर्ने हो भने पदीय मर्यादाभित्र रही जिम्मेवारी निर्वाह गर्ने, कुन कुन पदले के काम गर्ने, त्यो काम गर्न के कस्तो अधिकारको व्यवस्था गरिएको छ, यी सबै कुराहरू कानुनले व्यवस्था गरिएको छ। त्यो पालना गर्ने हो भने धेरै समस्याहरू समाधान भएर जान्छन्। कार्यालयभित्र औपचारिक सम्बन्ध स्थापित गर्ने। कार्यालय भन्ने बित्तिकै, सङ्गठन भन्ने बित्तिकै त्यहाँ पद हुन्छ, दर्जा हुनसक्छ, त्यसको आधारमा सम्बन्ध स्थापित गर्ने हो। अनौपचारिक किसिमका विभिन्न नाता, साइनो, आफन्त त्यस्तो सम्बन्ध नभएर औपचारिक सम्बन्ध कार्यालयमा स्थापित हुनपर्छ। सुसंस्कृत कार्य संस्कृतिको विकास गर्नपर्छ। राजनीतिक हस्तक्षेप, अनौपचारिक दबावलाई प्राथमिकता नदिने, सबै दर्जा वा पदका कर्मचारीलाई मर्यादित व्यवहारको विकास गर्ने, मर्यादित कार्य वातावरण विकास गर्ने, परम्परागत मूल्य मान्यताहरूलाई समयानुकूल परिमार्जन गर्दै लैजाने। कतिपय परम्परागत मूल्य मान्यताहरू समयानुकूल परिमार्जन हुन नसक्दा तिनीहरू त्यस्तो मूल्य मान्यतामा आधारित भएर गरिने व्यवहारहरू परिवर्तित समयमा मर्यादित नहुन पनि सक्छन्। त्यसकारण त्यस्ता मूल्य मान्यताहरूलाई पनि समयानुकूल परिमार्जन गर्दै लैजान पर्छ। आचार संहिताहरूको विकास गरी
परिपालना गराउने, कतिपय आचार संहिताहरूको विकास भइ नै सकेको छ, तिनीहरूको परिपालना पनि मर्यादा कायम गराउनका लागि, मर्यादा प्रणालीलाई स्थापित गराउनका लागि महत्त्वपूर्ण हुन सक्छ। मर्यादा प्रणालीको बारेमा यो छोटो जानकारी अहिलेलाई यति नै। तपाईँलाई यो कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर, कमेन्ट वा सब्सक्राइब गर्न सक्नुहुन्छ। अरू थप भिडियोहरू, जानकारीहरू लिएर म उपस्थित हुने नै छु। धन्यवाद।